कर्सङ पदमार्ग आज बृहत श्रमदान मार्फत सरसफाई अभियान चलेको छ। आज पदमार्ग मात्रै सरसफाई भएको होइन, यो परियोजनाप्रतिको नागरिकको अपनत्व ग्रहण गर्ने माया प्रेमको साथमा यो परियोजना अबको भविष्य चल्छ भन्ने कुराको पनि आज फाइनल भएको छ र छरिएर रहेका गन्तव्यहरूलाई एउटै मालामा उनीको कर्सङ पदमार्गको सरसफाइमा अन्तर्जिल्ला मेची नगरपालिका, अन्तरपालिका सूर्योदय नगरपालिका सहित विभिन्न वडा टोलबाट एकसाथ गाउँपालिकाका आह्वानमा आज करिब धेरैभन्दा धेरै मान्छेहरू विभिन्न खण्डमा हाम्रो 19 किलोमिटरको च्यालेन्जमा करिब सबैतिर मान्छे श्रमदाताहरू काम गरिराख्नु भएको छ। हामी यो सरसफाई अभियान सम्पन्नसँगै हामी यो वर्ष न्यूनतम 5000 देखि अधिकतम 5000 पर्यटक भेट्याउँदै ग्रामीण अर्थतन्त्र चलायमान पार्ने, कोशी पर्यटन वर्षलाई भ्रमणलाई सफल पार्ने लक्ष्यका साथ हामी काम गर्दैछौँ। सम्पूर्ण चाहिँ आन्तरिक पर्यटकजीहरू, बाह्य पर्यटकजीहरूलाई कर्सङ पदमार्गको आनन्द लिँदै यहाँको स्वादिष्ट भोजन, स्वादिष्ट एकदमै राम्रो होमस्टेको सत्कार लिनको लागि तपाईहरु आउनुहोस्। हार्दिक स्वागत। यो कर्सङ जैविक विविधता, वनस्पति अध्ययन, यहाँको क्लाइमेट, यहाँको चाहिँ तपाईको हावापानी, यहाँको रहन सहन, कृषि पर्यापर्यटन, प्राकृतिक सौन्दर्यता, स्वास्थ्यको लागि यो कर्सङ पदमार्ग जतिको फिट पदमार्ग अरू कुनै पनि छैन यो पूर्वी लोकेसनमा। त्यसकारणले कर्सङ पदमार्ग एक दिनको लागि भ्रमण तय गर्नेको लागि यो उत्कृष्ट छ। सर्ट टाइम हिँडेर हेल्थलाई चाहिँ एकदम मेन्टेन गर्ने, हप्तामा 15मा महिनामा हिँड्न चाहने झापाका व्यवसायीहरूको लागि पनि यो फिट छ। विद्यार्थीहरूलाई पनि यहाँको वनस्पति जैविक विविधता अध्ययनको लागि पनि विद्यार्थीहरूको लागि यो एकदम फिट छ। साइक्लिङ ट्र्याकको लागि पनि फिट छ। यहाँको कृषि पर्यापर्यटन, यहाँको धर्म संस्कृति परम्पराको अध्ययन अवलोकन गर्नेको लागि यो फिट छ। होमस्टेको आनन्द लिँदै स्थानीय परिकार लिएर एक दिन, एक रात, 2 दिन, 2 रात आनन्द लिनेहरूको लागि पनि यो परियोजना फिट छ। र सबैभन्दा अर्को राम्रो पक्ष भनेको चाहिँ 1500 चाहिँ 1 नाइट 2 डे मजाले घुमेर जान सकिन्छ। नेपालको अधिकांश गन्तव्यहरू चाहिँ पैसा निकै ठूलो खर्च गर्दा मात्रै घुम्न जान सक्ने अवस्थामा पुग्यो। त्यसकारणले यो चाहिँ कम खर्चमा लो पावर के अरे पर्चेसिङ पावर भएको पर्यटकलाई लक्षित पनि यो पदमार्ग हो। त्यसकारणले यो हरेक हिसाब किताबले यो अत्यन्तै उत्कृष्ट गन्तव्य छ। केन्द्रबिन्दु हो। गाउँलेले गुगल पोइन्ट भनेको छ। अब गुगल कम्पनीले पनि हामीलाई सहयोग गर्न सक्ने चान्स बढेको छ। ब्युटी बोर्डर, भारत र नेपालको सिमाना क्रस बोर्डर टुरिज्मको लागि त्यहाँ एउटा स्पोट, अनि मेची नगरपालिका निन्दामा एउटा पोइन्ट छ। यसमा चाहिँ 19 किलोमिटर 20 वटा भन्दा बढी पोइन्टहरूलाई हामीले पिक गर्ने तयारीमा छौँ। झन्डी डाँडा भयो, गुदुङ डाँडा भयो, गुगल डाँडा, हाँसपोखरी, हल्लनी ढुङ्गा, गिद्धे भिर, किरात पार्क लगायतलाई हामीले यो करिडोरमा उनेर राखेका छौँ। यसलाई थुप्रै कामहरू गर्नु छ। प्रकृति सजाउने काम, न्यूनतम पैसा बिनै गर्ने, थोरै पैसामा गर्ने र समुदायलाई जोडेर यो परियोजनालाई सफल पार्नको लागि हामी लाग्छौँ।